माननीयको लोगो लाउने बित्तिकै चाहिँ वर्मज्ञानी हुने, सबै सरर पुर्ने भन्ने त होइन। यही समाजका मानिसहरू हौँ हामी। त्यसकारण हाम्रा जिम्मेवारीहरू, हाम्रा प्रक्रियागत कुराहरू, सिक्ने विषयहरू यसभन्दा अगाडि सदनमा भएका प्रस्तुतिहरू पुरानो दलका सांसदका नि हेर्न सक्छौँ नि त। त्यसका कारण प्रशिक्षित हुने कुरालाई चाहिँ हामीले गलत ढङ्गबाट बुझ्नु हुँदैन। किनभने डक्टर इन्जिनियर गरेकाहरू पनि जे विषयमा गरे त्यो विषयको विज्ञ हो के। मान्छे विज्ञ बन्न सक्छ, सर्वविज्ञ बन्न सक्दैन। जे विषयमा विज्ञता हो, जे विषयमा डक्टर गरे त्यसको विज्ञ हो। कसैले डक्टर गरेछ, कुन विषय गरेछ त्यसको बारे जानकार हुन्छ, राजनीतिका सबै कुराहरू जानकार नहुन सक्छ नि त। त्यसकारण मान्छे सर्वविज्ञ हुन सक्दैन। हामी भूमिकाको हिसाबले प्रतिनिधि सभा सदस्य भइसकेपछि प्रतिनिधि सभाको नियमावली के हो, बजेट निर्माण कसरी हुन्छ, हामीले सुशासन कसरी कायम गर्न सक्छौँ, कार्यपालिकाले कसरी गर्छ, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जुन शक्ति पृथकीकरण आधारमा जुन छुट्टा छुट्टै अधिकार सम्पन्न छ त्यसलाई बुझ्ने कुराहरूमा चाहिँ प्रशिक्षित गर्नु चाहिँ एउटा राम्रो सुरुवात हो।